अब साथीहरू मैले चाहिँ म पनि टिकटकहरू बनाइरहेको हुन्छु मेरो पनि प्राय टिकटक्सहरू भाइरल गइरहेको हुन्छ टिकटक्सहरू भाइरल गइरहेको हुन्छ त्यही भागै गर्छ यार यो चाहिँ कम्प्लिट भएको छ होइन सो एडिट गरेको भिडियो त भोलिको दाइले त कपडा दुल्ला म घरमा राजकुमारी भएर बसेको कसम राजकुमारी भोलि आयो क्या अहिले त यार बोला त के हो यस्तो गीत बजाउँदै अर्जुन नलु अर्जुन एकछिन भला बिल्ला हुन्छ मेरो त यार Hey yo, what's up beautiful people? Welcome back to my channel and welcome back again for a new vlog. And त्यही हो आजको दिन ट्युसडे आज मैले छुट्टी हालेको छु हिजो अलिक चाँडो आएर सुतेको थिएँ होइन सो आजको दिन चाहिँ तपाईँले थाहा भइसक्यो होला हेर्नुभएको छ सो आज यस गाइस ट्याटु हान्ने दिन हो एन्ड होम सर्भिस एन्ड दिस इज द फर्स्ट टाइम म चाहिँ यति टाढा गएर होम सर्भिस दिँदैछु किनकि मेरो चिनेको भाइहरू भएको भएर लास्ट टाइम उनीहरूले पनि होम सर्भिस नै लिएको थियो होइन सो लास्ट टाइम चाहिँ उनीहरू अल्ट्रासाउन्ड आएर बसेको थियो सो अल्ट्रासाउन्ड यहाँबाट जम्मा 23-24 मिनटको बाटो मात्रै हो न सोफा अनि अहिले चाहिँ उनीहरूको आफ्नै घरमा बोलाएको छ मलाई सो त्यहाँ गएर ट्याटु हान्नु इट्स क्वाइट अलिकति के हुन्छ भनौँ न लाइक टायर्ड फिल हुन्छ मलाई होइन किनकि उसले पनि भनेको छ अनि मान्छे ट्याटु हान्नेहरू पनि लाइक 2-3जना छन् रे भाइहरू अनि अलिक धेरै भएको भएर ट्याटु हान्ने पनि प्लस आज गएर वहीँ बसेर दिनभरि ट्याटु हानेर राति वहीँ बसेर भोलिपल्ट नि कति बाँकी हुन्छ रिमेनिङ ट्याटु फिनिस गरेर म आउँछु अनि आज चाहिँ एकदम जाडो छ हिजो किनभने हिजो -5 थियो वेदर हिजोको अनि त्यही आज पनि अलिकति चिसै हुन्छ अनि जुन म ठाउँ जान लाग्छु लिड्स भन्ने ठाउँमा होइन त्यहाँ झन् चिसो छ भन्ने सुनेको थिएँ मैले अहिले अलि सनराइज हुँदै छ सो अलिक बन्द भयो नत्र भर्खरै हिउँ झरिरहेको थियो कि है एज यु क्यान सी ग्राउन्डमा तपाईँहरूले देख्न सक्नुहुन्छ नि त्यस्तै छ यो अघि भर्खर हिउँ झर्दै थियो कि कन्स्ट्रक्सनको काम भइरहेको रहेछ त्यहाँ त्यही गाइस अब आजको भिडियो इन्जोय हुनेछ तपाईँहरू पनि इन्जोय गर्नु होला एन्ड सपोर्ट गर्न चाहिँ नबिर्सिनु ल सो गाइस फाइनली मैले चाहिँ गाडी तताएँ होइन अब गाडी तातिन्छ एकछिन अनि एज यु क्यान सी हिउँ चाहिँ बब्बालै परेको छ सो यस्तो हिउँ पर्ने वेदर छ चिसो छ -5 मा छ है अनि म चाहिँ जाँदैछु अब मेरो गाडी पुरा हिउँदै छोपिसकेको छ हेर्नुहोस् त गाइस रोड पुरा सेतै भएको छ अब यस्तो बेलामा चाहिँ म जाँदैछु काममा अब जाने बेला भयो 1-2वटा फोटोसोटो खिच्छु गाइस है अनि हिउँ टन्नै परिरहेको छ बाहिर पनि टन्नै परिरहेको छ सिसाभरि छ हिउँ है सो अहिले अलिअलि रोकेको छ हिउँ चाहिँ अनि म जाँदैछु नेभिगेसन मेरो अन भइसकेको छ कति अहिले चाहिँ अलिक थोरै देखायो धेरै ट्राफिक छैन जस्तो छ 3 घन्टा 38-36 मिनटको देखाइरहेछ ट्राभल 1:30 बजे अराइभ हुन्छ एन्ड यस्तै हिउँ पऱ्यो भने चाहिँ अलिकति ढिलै हुन्छ नो वरिज खाजासाजा खाएर म रेडी भएर अब निक्लेको छु मेरो सामानहरू अल स्टफहरू यहाँ रेडी भइसकेको छ म फुल यहाँ छ गाडी फुल भएको छ सो गाइस अब वहीँ गएर भेटौँला इन्जोय गाइस
घन्टा भएको छ मैले ड्राइभ गर्न थालेको होइन। अहिलेसम्म केही प्रब्लम भएको छैन। सो जाँदैछु। हामी स्टिल फ्रेस एन्ड रिफ्रेस भइरहेको छ। गीतहरू सुनिरहेको छु, इन्जोय गरिरहेको छु एज यु नो है। अनि चिया बनाएर लिएर आदि घरबाट त्यो फुल चिया चाहिँ अब सकिन लाग्यो भन्दा पनि छ अझै अलिकति छ। अनि रेड बुल खानुभन्दा तातो चिया खाएर चलाउनु मजा लागेर अनि तातो चिया बनाएर लिएर आएको थिएँ होइन। जाँदैछु भाइहरूले मेसेज गरिरहेको थियो दाइ कहाँ हो भन्दै। अब ड्राइभिङ गरेर बेला मेसेजको रिप्लाई गर्ने कुरा त भएन होइन। सो फोन गरेको भए फोन उठाएर म भन्थेँ। अनि त्यही हो गाइस, इन्जोय गर्नु, हेर्दै गर्नु, रमाइलो गर्दै गर्नु, लाइफ के छ र भन्ने कुरा हो। ठिकै छ, क्वाइट एक्साइटेड पनि भइरहेको छु प्लस टायर्ड पनि हुँदै गइरहेको छ किनभने अलमोस्ट 2 घन्टा बढी भइसक्यो मैले ड्राइभिङ गरेको। 4 घन्टाको ड्राइभ हो। सो 4 घन्टा ड्राइभ गरेर उहाँ पुग्यो। अनि अब लगभग हानिन्छ होला 8-10 घन्टा त हानिन्छ कन्टिन्यू ट्याटो। अनि बेलुकी आराम गरिन्छ, भोलिपल्ट फेरि बाँकी रेस्ट अफ ट्याटो बाँकी कम्प्लिट गरिन्छ भोलिपल्ट। अनि त्यही हो गाइस, 4 घन्टाको बाटो। मैले चाहिँ 70 को स्पिड छ, पछाडिबाट गाडी आएको। सो 70 को स्पिड छ। 70 को स्पिडमा मैले चाहिँ अलमोस्ट 77 प्लस 80 प्लस हानिरहेको छु। इट्स डिपेन्ड अन लाइक क्यामेरा कता कता छ छैन, किनभने नेभिगेसनमा अलमोस्ट देखाइरहेको हुन्छ होइन। अनि क्यामेरा भएको ठाउँमा स्लो डाउन गर्ने हो। लिमिटेसन क्रस गर्नु हुँदैन किनभने आई हेभ अलरेडी 3 पोइन्ट है। अनि 3 वर्ष लाग्छ त्यो पोइन्ट हट्नलाई। सो अभियसली 3 वर्ष भएको छैन मेरो। अनि त्यो स्पिडको फाइन र पोइन्ट काटेको हो। अनि स्पिडको चाहिँ खास बाइकमा स्पिड भएको थियो क्या मेरो, तर लाइसेन्स एउटा भएपछि गाडी हो बाइकको जुनको भए पनि काटिदिँदो रहेछ यही लाइसेन्समा। किनभने केटाहरूको अब गाडीको लाइसेन्स नहुँदाखेरि अनि सिबिटी टेस्ट मात्रै हुन्छ बाइकको मात्रै, त्यसमा चाहिँ काटिँदैन पोइन्ट। उनीहरूले क्लास लिन्थ्यो होइन, मेरो चाहिँ डाइरेक्ट पोइन्ट काट्थ्यो क्या। अनि एक्सक्युज पनि दिएन। त्यही हो, 35 को स्पिड 30 को स्पिड थियो, 35 मा कुदाएको थिएँ मैले। त्यो अलिक भिआइपी एरिया नै रहेछ कि क्या हो आइडोन्ट नो, काट्यो। सो गाइस यस्तै हो, यो झारपाती कुराहरू हुँदै गर्छ। गीत सुन्दै जान्छु म, रमाइलो गर्दै गर्छु। तपाईँ पनि रमाइलो गर्नुहोस्, इन्जोय गर्नुहोस्। थ्याङ्क यू। An eternity later. सो फाइनली अब अहिले चाहिँ आइपुगेको छ घर। यही हो भाइहरूको। फाइनली 5 घन्टाको बाटो यार, बल्ल 5 घन्टाको बाटो आएर बिस्तारै आएर हिँड पर्दा पर्दै ल यो पनि अर्को मेरो सामानहरू टन्नै छ यहाँ। यिनीहरू यहीँ होस्, यिनीहरू चाहियो भने निकाल्नुलाई अहिले। यो त्यो उसमै बट्टामा राख्नु पऱ्यो। सामानहरू त छ न त, कन्टिन्यू चाहिँ त्यति साह्रो दिन सकेको छैन क्या। चिसो रहेछ यार। लास्टै चिसो। सामान आइपुग्यो। आम्मा गाडी त लास्ट 4 भएछ यार। हुका लिएर आएको मैले त्यहाँ तिम्रो हुका छ नि त दाइ, योभन्दा ठुलो छ। अरे होइन यत्रो तपाईँको ठुलो रहेछ। ठिक छ दाइ, ठिक छ। यही खाइदिनु त होइन। तपाईँको सानो फ्लेभरहरू कोइलहरू सबै छ। ए हान्दिनु। सिल्भर फाइल त त्यहीँ होला त्यसो भए। सिल्भर फाइल पनि त्यस्तोमा गऱ्यो भने त राम्रो हुन्छ त। ल सामान सब भद्रगोल भयो। अब आइपुग्यो। हामी कहाँ बसेर हान्ने त? एकछिन रेस्ट गर्नु न, म तपाईँलाई नास्ता बनाउँछु। होइन त्यो उहरू पनि फाइनल गर्दै गर्नुपर्छ नि त। फोटोहरू प्रिन्ट गर्नु पऱ्यो। फोटो त राखेन। को हान्नेको कसको त फिक्स भइसक्यो नि, 2जनाको त। म र उसको त्यही त फिक्स भइगयो, तर डिजाइन चाहिँ हल्का उ गराउँछ नि त। त्यो उसको सामान पनि ल्याएको छु, पियर्सिङको पनि कसरी गर्छ भने त्यो मिलाउने।
होइन पियर्सिङ थाहा छैन मलाई त। छेड्ने नाक नाक? कान कान त मैले यहाँ केटाहरूको त बेली केटीहरूले ल केटीहरूले हाल्नु मन लास्टै मन छ भन्छन्। पियर्सिङको सामान कहिले पनि बोकेको हुन्न क्या मैले अनि जहाँ पनि पियर्सिङको सामान ल्याउनुपर्छ नि भन्दाखेरि अनि मैले चाहिँ आज चाहिँ बोक्दैन यहीँ खोलिदिउँ है जुत्ता त्यसो भए यही हो राजा दाइ। यहीँ ल के हो रम्भा? मल्टिप्लग त्यही हो खाना खाम डाइरेक्ट होइन दाइ पकाएर हामीले त सामान सब लिएर आइहाम। खाना अहिले नै खाने र यस्तो गरौँ न एउटा डेटो हान्दै गरौँ अँ एकछिन रेस्ट गर्नु अनि एउटाले खाना बनाउँदै गर्छ। त्यो अनि गर्दा हुन्छ मैले त दुइटा हान्नु छ नि त बरु सुरुमा मैले हानिदिन्छु। यो त फायरवाला मलाई फेरि केही हुँदैन बज्दैन अहँ। हुकाले बज्दैन क्या दाइ हामी बज्यो पनि बन्द गर्ने त मेरो बज्दैन हामीले धेरै ट्राई गर्छ यार यो चाहिँ बज्दा चाहिँ 2-3 चोटि बज्या पहिला त तिनवटा चढ्दा पनि बज्दा गर्नु अनि केही हुँदैन ए ठिक छ कुरा पनि भइया तर बज्दैन। नत्र मेरोमा त मैले त निकालेर राखिदिन्छु क्या निकाल्नु दिन्छ फायरवाला अनि ऊ त्यो लक त हुन्छ त्यो यसो स्लाइड गरेपछि फुत्त निक्लिन्छ अनि टेबलतिर राखिदिन्छु कि केही छैन हामी त बटन दाबी पनि बज्दैन। यो हो क्या यहाँको चाहिँ मेरो ठुलो हो नि त्यो भन्दा त होइन र मैले त्यो तपाईँको तलको मात्रै देखेँ कि माथिको एउटा लेखेन नि त अनि माथि देखेँ तपाईँको ठुलो ल त्यसो भए यसो हेर्दै गरौँ न त के हुन्छ हैया ल अब हामीले ट्याटु सेलेक्ट गर्दैछौँ यहाँ भाइको लागि एन्ड भाइले मलाई चिया बनाएर ल्याइदिएको छ कहिले नपकाउने मान्छेले चिया पकाएर ल्याइदिएको छ चिनी लागेन भने तपाईँहरू खानु दाइ भन्दै होइन सो चिया खाने हो चिया खाँदै ट्याटु हामी हेर्ने हो भाइ नुहाएर आइसकेको छ घरै आफ्नै होइन जे भने नि घरै आफ्नै हो दाल छैन राजा भद्र अगल अब भात रेडी भयो ल थ्याङ्क यू ऊ छ दाइ त्यो टिमुर के भन्छन् रे के रे त्यो अचार ल्याइदिनु न त्यो दुलो टाइपको छ फेरि के को टिमुरको अचार के भन्छ ल्याउनु न मिठो लागोस् खान्छ नमिठो लागोस् खोइ तिमी खै त म त यति बसेर टिमुर चोक के ए। त टिमुर चोक ए अलिकति खाऊँ त फेरि पेट दुखाउला यार त्यसले त मिलाएर हाल्नु न ल अब खाना खाइन्छ सबजना यस्तै हो भद्र गोल भएको छ फाइनली ट्याटु चाहिँ उसको हाफको भएको छ योभन्दा बढी सकेन आज त होइन अनि ट्याटु चाहिँ हाफ यति कम्प्लिट भएको छ उसको अर्कोको चाहिँ भएर अब गइसक्यो उसको चाहिँ खोइ उसको चाहिँ यो ट्याटु थियो होइन सो यो हानेर गइसक्यो सुत्नलाई अब अर्को उसको युज उसको हुँदैछ स्टेन्सिल निक्लेर रातिको कति 1 बजे 2 बज्दा आज बिहान 1:30 आज बिहान हुन्छ होइन दाइ यति भएको छ ल अब यो सफा गरेर आजलाई उसलाई चाहिँ बन्द भोलि हान्ने होइन बाँकी बनाउँछ त भनिदिएको खाना सुनाउनलाई त्यो म्युट गरिदिनु हालिदिनु होला घुट्नु डेट ब्लडहरू दिनुपर्छ नि त नर्सले घटा जस्तो घट्नु हुन्छ क्या दाइले गरिदिन्छ नर्सले पनि घट्छ
मलाई कहिले ट्याटु हान्दा दुख्छ कि भनेर क्वेसन सोध्दैन म डाइलग हान्छु ट्याटु हान्दा दुख्छ कि नै अहिले अहिले राम्रोसँग क्या यो तपाईँ यत्रो ट्याटु हान्नुभयो ट्याटु हान्दा दुखेन अब भन्नु न ल अहिले ट्याक्कै इन्डिङमा स्वाट नियन अब भन्नु न लाउनु तपाईँले यत्रो ट्याटु हान्नुभयो ट्याटु हान्दा दुखेन तपाईँलाई एउटाले डाइलग हानेको थियो नि ट्याटु एउटाले ट्याटु नभन्नु न मैले आफै भन्नु न नै त्यो त अर्को डाइलगै हो तर मलाई चाहिँ याद आयो क्या ट्याटु के रबरले हान्छस् नदुख्नलाई अरू के भन्नु न दुख्छ नि मर्द भए चाहिँ समाउन सक्नु पर्यो अहिले आफ्नो पालामा चाहिँ कसरी केही नभन्नु भन्ने उसको पाला आउँदैछ अब अझै ल मेरो चाहिँ हात जम्यो अब यसलाई चाहिँ फ्रिज तरिकाले अब सेफ फ्रिजमा तरिकाले राख्नु है फ्रिजमा डिप राख्नु फ्रिजमा अब फ्रिजमा गएर म सुत्दिन्छु टक्क लगाएर दाइलाई धेरै धेरै धन्यवाद अनि ल त्यही हो तिम्रो नि अब यो ट्याटु एउटा कम्प्लिट गर्ने नि सुत्ने ओके बाई बाँकी भोलि गर्नुपर्छ उसको नि Yes. म त व्हाइट र त्यो घोड्नी खस्किन्छु अरू डर लाग्दैन सो फाइनली उसको दुईवटा ट्याटु कम्प्लिट भएको छ एउटा डट ट्याटु भइगयो अनि यता एल्बोमा हामीले अर्को ट्याटु हानेको छ इभन मण्डलै दुईवटा मण्डला सो यहाँबाट अब जोइनिङ भएर ब्याकग्राउन्ड मण्डलाहरू आउँछ होइन अलरेडी स्टेन्सिलहरू रेडी गरिरहेको छ हामीले ठाउँ त भत्रको छ है लास्टै 4 भएको छ यही सुतिरहनु अब यस्तै हो हिजो सुतेर उठ्यो मजाले सुत्यो आज कपिराइट आउँछ नि कस्तो लाग्यो तिमीलाई ल जेम्सको ट्याटु दुईवटा ट्याटु ठुल्ठुलो ट्याटु कम्प्लिट भयो अब त्यस पछाडि हात भर्ने अब यहाँदेखि यहाँसम्मको डिजाइन जस्तो दामी हुन्छ है हल्लिन्छ भएन है अब कस्तो लाग्यो तिमीलाई यसो फिडब्याक दियो त दामी दाइ लभ कम्प्लिट गर्न सकिन्छ अब सकिन्छ यत्रो त हान्ने होइन तर दामी छ मैले भने नि तिम्रो ट्याटु दामी देखिन्छ कि हाफ स्लिभ ट्याटु त्यही माथि मण्डला बबाल देखिने भयो हात त अब ठुलो हुन्छ होला जिम नगरी नि होला ठुलो बनाउँछु भन न आज जीवन
बिल्ला हुन्छ मेरो त यार कसको हो मनाको हो नि त यो राम्रो छ हैन यो नि So राम्रो guys, छ मेरो यो नि राम्रो भ्लगमा छ, चाहिँ आज नयाँ मान्छे आएको छ तिम्रो नाम के लिनु मेरो नाम छ मिस्टर श्रेष्ठ you can call me Sammy Sammy okay Sammy our vlog in our vlog welcome to Sammy hello Sammy hello guys hello ल। welcome to the channel तपाईको च्यानलको नाम के हो Avi's vlog welcome to the Avi's vlog मेरो न्यू सब्स्क्राइबर है म चाहिँ उहाँको totally new subscriber and म त उहाँको यस्तो ठुलो फ्यान भयो यस्तो फ्यान भयो यहाँ हेर्नु यस्तो दामी ट्याटु बनाउनु भएको छ well I'm not his customer right now तर उहाँको यस्तो मैले कामहरू देखेँ होइन अर्को दा एकजना हुनुहुन्छ उहाँ बिचरा definitely in future definitely in future I'm gonna be his customer not only like त्यस्तो झारपाटेवाला टुटा फुटा फाल्टु आल्टु फाल्टु कस्टमर होइन क्या I'm gonna be like quite experienced बिचरामा डराएर he's like literally थला पर्न लागिसक्यो you guys know what happens tattoo हानिसकेपछि अनि ओइ तल उ भयो स्विच अफ हैन भएको छैन आइराछ रातो बत्ती बलेको नि त आइराछ okay so I'm not that used to GoPro होइन so I don't know GoPro को यस्तो technical issues हरू I don't know maybe I'm still on the vlog if I'm not that's totally fine अनि त्यही हो हामी चाहिँ युकेमा छैन पछाडि एकचोटि ट्याप गर बस okay we're done त्यही हो अनि उहाँहरू चाहिँ ट्याटु बनाउँदैछ सिन्स हिजोदेखि उहाँहरूको ट्याटु भए चाहिँ हिजो उहाँको ट्याटु सक्यो उहाँ थला परेर आज हामी पुरा फार्मेसी गएर प्यारासिटामोल किनेर ल्याएर पुरा होइन डक्टरसँग यताउति गरेर पनि आइसक्यौँ एन्ड आजको दिन चाहिँ उहाँको बिटे छ अनि आई काइन्ड अफ थिङ्क भोलि उहाँ पनि थला पर्ने दिज गाइज डु नट ह्याभ हेलो गाइज हेलो के छ तपाईँको अवस्था यस्तो छ कि मान्छेहरू युके आएपछि होइन अब कसैको त एन्ड्रोइड फोन छ भने मेरो मोबाइल हरायो मेरो फोन हरायो भन्छ नि तर त्यो कसैको लाइक आइफोन हरायो भने मेरो आइफोन कहाँ गयो मेरो आइफोन What is that? What is that? Shut up! So yeah, उहाँ चाहिँ ट्याटु बनाउँदै हुनुहुन्छ अनि यस्तो दर छेर्वाहरू यस्तो इम्युन सिस्टम नभएको हे भगवान् के भनौँ म एनिवे उहाँहरू चाहिँ अब ट्याटु बनाउँदै हुनुहुन्छ अनि मेरो काम भनेको चाहिँ अब त्यही हो छोरी मान्छे भएपछि खाना बनाउनै पर्ने हुँदो रहेछ अब हेर्नु 7 जना मान्छे छन् यो घरमा 7 जनाको लागि म खाना बनाउँदैछु 7 जनाको लागि खाना मैले कसम नेपालमा धरि बनाएको थिइनँ भोज पकाउँदैछु म घरमा राजकुमारी भएर बसेको कसम राजकुमारी क्यान यु इभन इमेजिन अब 7 जनाको लागि खाना पकाउने भनेको इज नट द्याट एनिथिङ एनिवे सो मासु किनेर ल्याएको छौँ म एक्लै गएर मासु किनेर ल्याएको अनि ल्याएको बासमती राइस लिएर आएको छौँ हामीले अनि दाल पकाउँछु मासु भात पकाउँछु अब हाम्रो अविदाई होइन त तपाईँको नाम अब हाम्रो अविदाईलाई पनि उहाँले अब यस्तो हाम्रो दाईहरूलाई यस्तो राम्रो राम्रो ट्याटु बनाइदिनु भएको छ मिठो मिठो मासु भात पकाएर खुवाउनु पर्यो मिलेसम्म घोलबेडाको अचार छटक्क बनाइदिन्छु किन हाँस्दै हो एकछिन है म सो एनिवे मैले यत्रो ठुलो ट्याटु बनाएर नि म थला परेन उहाँलाई यत्रो बनाएर थला परेर चाहिँ इम्युन सिस्टम भने थोप्पा छैनन् यो मान्छेहरूको होइन ट्याटु बनाउने भएपछि त अलिकति इम्युन सिस्टम हुनु पर्यो जिन्दगीमा मान्छेहरूले कत्रो ट्याटु बनाएर बसिरहन्छ थोरै सबैजना थला परे होला त अफकोर्स नट म आई टेल यु आई केट यु नट होइन म खासै त्यस्तो खाएर हिँडिराख्ने मान्छे होइन कि तर मसँग कस्तो इम्युन सिस्टम छ कि म थलै परेन क्या अनि मेरो हात पनि सुनेन कि उहाँहरूको हात सुनेर कापिएर बसिरहेको छन् भने फेरि यु नो वाट उहाँहरू दुवै उहाँ थला परेर सेमी फार्मेसी जाउँ न फार्मेसी जाउँ बोलाउन आइरहनु So, welcome back again to Avi's vlog. Now,
अनि मेरो चाहिँ यहाँहरूको पनि एकछिनमा देखाउँछु यहाँ पनि अर्को ठुलो ट्याटो छ मेरो यो चाहिँ तर मैले नेपालबाट बनाएर आएको हो यो चाहिँ मेरो आफ्नै भाइले बनाइदिएको अनि यो चाहिँ मेरो लिभिङ रुम हाम्रो लिभिङ रुमको हालत हो अनि आई स्वेयर आई किड यु नट लिभिङ रुम जहिले जहिले फोहोर हुन्छ यहाँ हाम्रो महाशयहरू कहिले पनि सफा गर्न अगाडि बढ्नुहुन्न किनकि उहाँहरू उठ्ने टाइम भनेको उहाँहरू 12 बजे काम जानुपर्ने हुन्छ होइन अनि 11:45 बजे उठ्नुहुन्छ अनि जानुहुन्छ क्या when do you guys even have time अनि जहिले म उठ्छु बिहान सिकिस त एउटा घरको बहिनी सानी बहिनी हुन्छ नि कान्छी बहिनी जो चाहिँ जहिले पनि कोठा सफा राख्नुपर्छ घर सफा राख्नुपर्छ भन्ने एउटा मेन्टालिटी बोकेको बहिनी हुन्छ नि द्याट्स टोटली मी अब यो सबै फोहोर भोलि मैले सफा गर्नुपर्छ होला विच आम नट गोना डु किनकि भोलि पनि उहाँहरू बिदा बस्दै हुनुहुन्छ सो आई एम गोना मेक श्योर भोलि उहाँहरूले नि यो सबै सफा गर्नुपर्ने हुन्छ भन्ने एउटा के भन्छौ के लाज मान्दैनौ हामी हात बिरामी माथि कसरी गर्ने हात बिरामी भोकुरे आयु यस्तो यस्तो ड्रामेटिक यस्तो ड्रामेबाज छ नि कसम यस्तो ड्रामेबाजको ट्याटु बनाउनु त होला हैन टेम्परेचर थाम्छु हातै पुल्ने गरेर टेम्परेचर भएको छ नि हर्के त आउनु त एकचोटी यहाँ आउँदा टोपी खोल्नु त टोपी खोल्नु किन टोपी खोल्नु न ल ल ल खोला So that was gifted by me हाम्रो घरको लागि मैले Thorको hammer लिएर आएको Mjolnir. If you guys know, you know. If you're a Marvel fan, you would know Thorको Mjolnir. यो उहाँले यस्तो पनि उचाल्न सक्नुहुन्न. By the way, म चाहिँ if अब Thorको फेरि अर्को आउँदैछ भने चाहिँ I'm totally in for female Thorको लागि because I can easily carry Mjolnir. Anyway, so म उहाँको निधार छाम्दैछु फिभर भइरहेछ नि पोलेर मेरो हातै चलेर हेर्नु न काले भएछ नि यस्तो पोलेको छ उहाँको निधार होला के गर्नु नि हे भगवान के गर्नु त उहाँ त फिल्म खेल्न जानुपर्छ फिल्म खेल्न जान CID मा लास्टको रोल कहाँ गयो के बहादुरको हातमा नरियो भनेको यही हो साथी ओरिजिनल भनेर नि 6 लाखको गरे लास्टमा सिस्टर भएको देख्यौ 6 लाख हैन 5 लाख भन्नु भएको दाइकै मर्न दाइकै कुरा गरेर एनीवे अब साथीहरु मैले चाहिँ म पनि टिकटकहरु बनाइरहेको हुन्छु मेरो पनि प्राय टिकटकहरु भाइरल गइरहेको हुन्छ त्यही भएर चाहिँ मैले उहाँको लागि भिडियो बनाइदिन्छ भनेर भिडियो बनाइदिएको हो I really hope you're viral जाओस् किनकि यो भाइरल गर्न भन्दा मेरो त गजब बेइज्जती भइजान्छ क्या सो मेक श्योर तपाईहरुले यो भिडियोहरु भाइरल पठाइदिनु होला एनीवे थ्यांक यू अब म मासु भात पकाइसकेपछि आउँछु ओके बाइ बाइ अरूले कहाँ हान्छन् त यस्तो एक्सप्रेसन दिएर जस्तो अब यो कुराबाट हामीले केही कुरा त सिक्न सक्छौँ नि त होइन अनि त्यो कुरा चाहिँ मैले सोचे जस्तै भएछ फेरि भन्दाखेरि फेरि गलत अर्थ पनि जान्छ होइन उहाँको राम्रै होस् अब अस्ट्रेलिया जस्तो देशमा अब चोरी भएको छ भने कसले चोरेको भेटाउँछ सबै राम्रो होस् अन्त त हामी नराम्रो होस् त किन दामी हुँदैछ ट्याटु त्यो देख्दाखेरि हैन मजा आउँदैछ नि त ए यस्तो हुँदो रहेछ अस्ट्रेलिया पनि भन्ने लागेको क्या पोले आयो अहिले त यार पोले आयो के हो यस्तो गीत बजाउँदै गीत बजाउँदै होइन नबजाउ कपिराइट आउँछ बोल न बोल्दै गर्छ नि त्यस्तो मजा आइरहेछ मजा छैन कस्तो मजा आइरहेछ होइन नलु एकछिन लामै लाइन नगराउने के होइन सिधा हुँदैन नि त लाइनै लामो छ त कस्तो भन्ने बिस्तारै सर तान्दाखेरि सिधा हुनुपर्छ क्या अगाडि यतिसम्म लग्ने हो त्यसरी मिलाउनु पर्छ क्या ठ्याक्क
मिलाउनुहोस् क्या दामी भइसक्यो यहाँ आउन यहाँ मेट्यो भने अहिले फेरि बाङ्गो हुन्छ नि हटिन्न दाइ एकछिन कहाँ मात्रै लाग्यो छिराउ छिराउ कम्प्लिट भइसक्यो तिम्रो त अब लगभग कति टाइम लाग्छ होला टाइमको कुरा छोड्दै नि मान्छे 2 दिनदेखि ट्याटु हान्दा छु टाइमको कुरा छिराउ न यहाँनिर पनि गोलो गराउने हो क्या दाइ सब है ठिकै यहाँ आउन आए हान्न थालेपछि कहाँ गोलो हुन्छ के हुन्छ हेर्दै जानुपर्छ नि त हटिन्न दाइ कहीँ नछोड्ने म कहाँ भागम लाग्यो एकछिन हटिन्न कहाँ गएको त उहाँ कहाँ गएको त नि एकछिन कहाँ गएको त उहाँ आउन यता एकछिन हटिन्न दाइ है ठिकै छिटो आउन यार फाइनली ट्याटु चाहिँ कम्प्लिट भएको छ गाइस नतान न तिमी भागै गर्छ यार यो चाहिँ कम्प्लिट भएको छ होइन सो यो ट्याटु एक दिनमा कम्प्लिट गरेको भिडियो त भोलि गराउनु पर्छ दाइले त कपडा धुन लाग्यो होइन यो ऊ डेड स्किनहरू सबै निक्लिनुपर्छ नि त उसको यो बिहानकोमा यो यहाँ छ नि रहेछ यस्तो यो सबै जानुपर्छ क्या हात अलि माथि गराउँदो रहेछ सो गाइज यो ट्याटु चाहिँ मण्डलाको नतान न मण्डलाको ट्याटु हो होइन एज यु क्यान सी हाफ स्लिप ट्याटु एक दिनमा कम्प्लिट भएको छ हामीले बिहान कति बजी हानेको कति बजी सुरु गऱ्यौँ हामीले 12-1 बजे 1 बजीतिर सुरु गऱ्यो होला होइन 1 बजी सुरु गरेको अहिले 9 बजे छ भनेपछि 8 घन्टा लाग्यो यो ट्याटु हान्नुलाई 8 घन्टामा कम्प्लिट भएको छ ट्याटु अनि बिचमा एकचोटि ब्रेक लियौँ होला 1 घन्टा आधी घन्टा टोटल 1 घन्टा भनौँ न 1 घन्टाको ब्रेक लिँदाखेरि 7 घन्टामा यो ट्याटु कम्प्लिट भएको छ अनि त्यही हो ट्याटु चाहिँ डट मण्डला छ अनि यतापट्टि फुल मेरो फेभरेट यो मण्डला चाहिँ मैले अलमोस्ट 25-30 वटा हानिसकेँ होला होइन टोटल सो यिनीहरू बाँकी ब्याकग्राउन्ड मण्डलाहरू हामीले जोइन गरेर गराएको छौँ अनि कस्तो लाग्यो हेर्नु होला ट्याटु जुम गराएर फिनिसिङ अनि फाइनली लास्टमा भाइको रिभ्यू लिउँ जेम्सलाई अहिले म केही दामी सबै आएर हान्नु म एउटा कुरा सोध्न चाहन्छु एउटा क्वेसन छ है दुख्दो रहेछ कि नै ट्याटु हान्दाखेरि हाम्रो चाहिँ ट्याटुमा चाहिँ एउटा के छ भन्दाखेरि टेम्पोररी इज पेन बट ट्याटु इज पर्मानेन्ट होइन त अहिलेलाई उसलाई टेम्पोररीको लागि पेन भएको छ यो ट्याटु चाहिँ तर उसको लाइफ टाइमसम्मको रहन्छ अनि धेरैचोटि कराउनु चाहिँ स्पेसली यो लाइन हान्दाखेरि किनभने यो अलिकति हल्लियो भने बाङ्गो भइहाल्छ होइन सो उसलाई धेरैचोटि मैले कराएँ अब त्यही हो सरी फर द्याट तर आर्टिस्टले त्यतिसम्म चाहिँ गर्न सक्नुपर्छ स्ट्रिक भएन भने होइन राम्रो हुँदैन हल्लियो भने बिग्रिहाल्छ अहिलेलाई वर्थ इट भएको छ ट्याटुलाई चाहिँ सो ट्याटु मैले राम्रो बनाएको छु अब आर्टिस्टले जति नै राम्रो बनायो भने केयर गर्नेले आफ्टर केयर राम्रो भएन भने ट्याटु बिग्रिन्छ त्यो चाहिँ एउटा उसले केयर गर्नु पऱ्यो उसको शरीरको लागि अनि नयाँ ट्याटु हामीले जति हानिन्छ नि यो ट्याटुलाई चाहिँ फर 1 विक अब उसको चाहिँ ठुलो ट्याटु छ ठुलो ट्याटुको लागि 10 दिनदेखि 2 हप्ता होइन 2 हप्ता चाहिँ उसले न्युबोर्न बेबी जस्तै केयर गर्नुपर्छ त्यो भएको भएर के गर्नुहुन्छ के गर्नु हुँदैन अब नयाँ जन्मेको बच्चालाई हामीले के गर्नुपर्छ के गर्नु हुँदैन भनेर पुरा केयर गरिन्छ नि त्यस्तै नै हो क्या अलिकति केयरलेस भयो भने इन्फेक्सन हुने पाक्ने अनि ट्याटु बिग्रिने त्यो भएर हुन्छ है त्यतिको लागि चाहिँ सजेस्ट गर्छु म सबभन्दा बढी केयर गर्नु त्यही हो ल सो फाइनली गाइस ट्याटु कम्प्लिट भएको छ 1 दिनको भनेर काममा आयो 2 दिन भयो यहाँ बसेँ होइन भाइको ट्याटु हिजो कम्प्लिट भयो हिजो चाहिँ अलि हतार भएर हामी सुतिहाल्यौँ 4 बजीसम्म 3 बजीसम्म काम गरेको थियौँ 3:30 बजीसम्म सो अनि आज चाहिँ उसको ट्याटु सफा गरेर अब छोडिदिनु लाग्यो है ट्याटु चाहिँ यस्तो भएछ आउ त धोउ त एकचोटि यहाँ होइन नर्मल भन्नु वाममा भन्छ तर नर्मल हल्का वाम नै गर न
सो गाइस ट्याटु चाहिँ यस्तो भएको छ फाइनली होइन एज यु क्यान सी उसको ट्याटु यहाँ देखाउँदा एक दिन हामीले यो हान्यौँ यहाँबाट डिटेलिङहरू यस्तो छ है यो हान्यौँ अनि अर्को दिन हामीले फेरि यो हान्यौँ है सो अल ओभर ट्याटु चाहिँ अलमोस्ट राउन्ड भएको छ तर यहाँ अलिकति छोटै भयो उसले पछि अरू जोड्छु भनेको छ होइन यहाँ र त्यहाँ टरल ट्याटु पाइन्छ त्यो टाइममा चाहिँ यहाँ कलर चाहिँ सब गर्नु पर्यो अहिले चाहिँ यसमा कस्तो लाग्यो एकदम ठिक छ म खुसी छु दाइ हो थ्याङ्क यू फर दिस हल्का सोइलिङ भएको छ तिम्रो नि जेम्सको जतिको चाहिँ छैन तर जेम्सको चाहिँ अति सोइलिङ भएको छ अनि यहाँ यस्तो पनि यो अलिक बढी लाग्यो नि भ्यासलिन यहाँ चाहिँ के गर्नु टिस्युले यसरी ट्याप ट्याप यतिको हुनु हुँदैन है भ्यासलिन यतिको नर्मल हुनुपर्छ है ड्राई जस्तै हुनुपर्छ अनि यहाँ नर्मली हेर यस्तोमा भ्यासलिन अड्क्यो भने पुछिहाल्ने यसरी ट्याप गर्ने पुछिहाल्ने यस्तो यो पाक्न लाग्छ धेरै गयो भन्ने बुझ्यो अनि यस्तोमा भ्यासलिन नलाउने धेरै वाइटमा होइन यस्तोमा अलिक डार्क भएको ठाउँमा होइन स्किन हल्का ड्यामेज भएको हुन्छ कुनै ठाउँमा त्यस्तो ठाउँमा चाहिँ नलाउने भ्यासलिन सकेसम्म ड्राई नै छोड्ने त्यस्तो ठाउँमा भ्यासलिन धेरै अड्किन्छ कि ड्राई नै छोड्ने है ल थ्याङ्क यू सो मच गाइस भ्लग यति नै हो अब अर्को नयाँ भ्लग Thank you.